यदि तपाईको कुनै पनि साथीले तपाईलाई ग्रो हुनको लागि पुश गर्दैन, तपाईलाई राम्रो कुराका लागि मोटिभेट गर्दैन, जहिले जे कुराको लागि पनि कम्प्लेन गरिराख्ने अनि नेगेटिभ कुराहरू मात्र गरिराख्ने छ भने त्यो साथीलाई आजैबाट छोड्दिनुस्। आज होइन, अहिलेबाट छोड्दिनुस्। नट बिकज तपाईको त्यो साथीले चाहिँ नराम्रो सोच्छ तपाईको बारेमा, किनभने तपाईले यस्तो टाइपको मान्छेसँग संगत गर्नुभयो भने चाहिँ तपाई पनि त्यस्तै हुँदै जानुहुन्छ। त्यो नेपालीको एउटा इडियम छ नि, संगत गुनाको फल भनेर। यो कुरा चाहिँ युनिभर्सल फ्याक्ट हो के। यदि तपाईँ 5 जना धनी मान्छेसँग संगत गर्नुभयो भने तपाईँ 6औं धनी हुनुहुन्छ, अनि तपाईँ 5 जना एडिक्ट मान्छेसँग संगत गर्नुभयो भने तपाईँ 6औं एडिक्ट मान्छे हुन्छ भनेर भनिन्छ कि। योर सराउन्डिङ सेप्स योर लाइफ भनेर भन्छ नि त, त्यो चाहिँ एकदमै ट्रु हो जस्तो लाग्छ कि। मेरो लाइफमा अहिले जति पनि साथी छन् एकदमै कम साथी छन्, तर उनीहरू सबैजना एकदमै ग्रोथ माइन्डसेट, अबन्डेन्ट माइन्डसेटको छन् क्या। कोही पनि स्केर्सिटी माइन्डसेटको छैन, कोही पनि स्टक माइन्डसेटको छैन। त्यो साथीहरू चाहिँ मैले आफूलाई क्लोजमा राख्नलाई मैले चुज गरे हो। मेरो स्कुल लेभलको साथी एकजना पनि छैन, मेरो कलेजको साथी एकजना पनि छैन। जति पनि साथी छ मसँग क्लोज वान जो चाहिँ एकदमै राम्रो माइन्डसेटको छन्, सबै मैले बाहिर भेटेको हो कि। अनि हामी एक अर्काको जर्नी हेरेर चाहिँ इन्स्पायर हुन्छौँ, एक अर्कालाई चाहिँ मोटिभेट गर्छौँ, एक अर्कालाई ग्रो हुनको लागि चाहिँ पुश गर्छौँ हामीले। साथी सर्कल मात्र नभएर तपाईले चाहिँ अहिले इन्टरनेटमा जे हेर्नुहुन्छ नि तपाई त्यो बन्दै जानुहुन्छ भनिन्छ के। जति टाइमसम्म तपाईले रिपिटेडली सेम कुरा हेर्नुभयो तपाई त्यस्तै माइन्डसेट हुँदै जानुहुन्छ भनिन्छ। त्यही भएर प्लिज बी केयरफुल। तपाईले के हेर्दै हुनुहुन्छ इन्टरनेटमा, कसैलाई बुली गरेको हेर्नुहुन्छ भने तपाई अर्को बुली हुनुहुन्छ। यदि तपाईँ एकदमै नलेज वाला पोडकास्ट सुन्नुहुन्छ अनि एकदमै मोटिभेसनल वाला पोडकास्ट सुन्नुहुन्छ, बुकहरू सुन्नुहुन्छ भने चाहिँ तपाईँ ग्रोथ माइन्डसेटतिर जाँदै हुनुहुन्छ। म इन्टरनेटमा जे हेर्छु नि त्यसको लागि चाहिँ म एकदमै पिकी छु के। मलाई कुनै कुरा मन पर्दैन भने म हतार नट इन्ट्रेस्टेड गरिदिइहाल्छु कि त्यो कुराहरू चाहिँ मेरो फिडमा नआओस् भनेर। मैले चाहिँ मेरो आफ्नो माइन्डसेटलाई चाहिँ प्रोटेक्ट गरेको छु। हेट कमेन्ट पास गरेर कहिले पनि बस्नुहुन्न कन्टेन्ट मन परेन भने।